नमस्ते। कहिलेकाहीँ सोच्नु भएको छ हाम्रा पुराना साधारण कथाहरूले अहिलेको हाम्रो जटिल जीवनका समस्याहरूलाई साँच्चै सुल्झाउन सक्छन् त? आज हामी यस्तै दुई नेपाली कथाहरूको गहिराइमा पुग्दैछौँ जसले प्रेम, समाजको सोच र सम्बन्धमा आउने अनौठा चुनौतीहरूलाई एकदमै फरक तरिकाले हेर्न सिकाउँछ। ल, हाम्रो पहिलो कथा सुरु हुन्छ एउटा निकै शक्तिशाली प्रश्नबाट। के साँचो प्रेमले समाजले बनाएका नियम र आशाहरूलाई साँच्चै जित्न सक्छ त? जब बाहिरको दुनियाँले हाम्रो छनोटमाथि नै औँला उठाउँछ, त्यतिबेला केले सम्बन्धलाई जोगाएर राख्छ होला? आउनुहोस्, यही दुविधासँग जुधेका एक जोडीको कथाभित्र पसौँ। यो कथाकी नायिका हुन् राधिका, एकदमै दृढ, आत्मविश्वासी, अनि नायक छन् रोहित, हेर्दा सामान्य तर चरित्रले असाधारण। उनीहरूको भेट पनि एकदमै अनौठो तरिकाले हुन्छ। एउटा यस्तो भेट जसले उनीहरूको जीवन मात्र होइन, समाजको सोचलाई नै हल्लाइदिने एउटा सम्बन्धको जग बसाल्छ। हेर्नुस्, उनीहरूको सम्बन्धको यात्रा कुनै सामान्य यात्रा थिएन। एक आँधीबेहरीको रातमा ट्याक्सीमा सामान्य भेट हुन्छ, तर भोलिपल्ट रोहित जिउनै काप्ने गरी ज्वरो आएको बेलामा पनि राधिकाको एउटा एकदमै महत्त्वपूर्ण फाइल फिर्ता दिन उनको अफिस आइपुग्छन्। हो, यही निस्वार्थपन देखेर राधिकाले रोहितको बाहिरी रूप रङ हेरिनन्, उनको चरित्रलाई रोजिन्। समाजले के भन्ला भने डरलाई साइड लगाएर उनले विवाहको प्रस्ताव स्वीकार गरिन्। तर यही निर्णय उनीहरूको परीक्षाको सुरुवात थियो। तर उनीहरूको प्रेम जति गहिरो थियो नि, समाजको नजर उति नै साँघुरो। रोहितको उचाइलाई लिएर चारैतिरबाट आलोचना, कानेखुसी, अपमान उनीहरूले सब सामना गर्नु पर्यो। उनीहरूको सम्बन्धलाई हरेक पाइलामा चुनौती दियो। यो अपमानको पहिलो झट्का त राधिकाको आफ्नै अफिसमा लाग्यो। जब उनका सहकर्मीहरूले रोहितलाई देखे, उनीहरूले खुलेआम उनको कदको मजाक उडाए। सोच्नुस् त, यस्ता शब्दहरूले रोहितको मनमा कति चोट पुग्यो होला। र यो सामाजिक दबावले उनीहरूलाई छोडेन, विवाहको दिनसम्म पनि। आफ्नै विवाहको रमझममा पाहुनाहरूले राधिकाको आमालाई नै सोधे, आफ्नो छोरीको लागि यही पुड्की केटा मात्रै भेट्नुभयो? यो एउटै वाक्यले देखाउँछ कि समाजले उनीहरूको जोडीलाई कति सतही नजरले हेरिरहेको थियो। तर राधिका, उनी हरेक आलोचनाको अगाडि चट्टान जस्तै उभिन्। एउटा पार्टीमा जब उनको हाकिमकी श्रीमतीले उनीहरूको सम्बन्धमाथि व्यङ्ग्य गरिन् नि, राधिकाले यस्तो जोरदार जवाफ दिइन् कि सबैको मुख बन्द भयो। उनको जवाफले प्रष्ट भन्थ्यो, हाम्रो सम्बन्ध केही दिनको आकर्षण होइन, यो त जन्मजन्मको साथ हो। अब हेर्नुस्, कथामा एउटा यस्तो नाटकीय मोड आउँछ जहाँ एउटा सोच्दै नसोचेको घटनाले रोहितको खिल्ली उडाउनेहरूलाई नै उनको साँचो मूल्य के हो भनेर बुझ्न बाध्य बनाइदिन्छ। पार्टीमा रमाइलो चलिरहेको थियो र एक्कासी त्यो माहौल डरमा बदलियो। एउटा सानो बच्चा खेल्दा खेल्दै एउटा साँघुरो सुरुङभित्र फस्यो। सबै आत्तिए, चिच्याए, तर कसैले पनि त्यो बच्चालाई बाहिर निकाल्ने हिम्मत गर्न सकिरहेको थिएन। ओहो, यही सङ्कटको बेला कथाले एउटा अविश्वसनीय मोड लिन्छ। जुन कुरालाई समाजले रोहितको कमजोरी भनेर गिज्जाइरहेको थियो, त्यही उनको सानो कद, त्यो बच्चाको ज्यान बचाउने एकमात्र आशा बन्न पुग्यो। कहिलेकाहीँ जसलाई हामी कमजोरी ठान्छौँ नि, त्यही नै सबैभन्दा ठूलो शक्ति भनेर देखाइदिन्छ। त्यसो भए यो कथाको पाठ के हो त? सिधा छ, रोहितको उचाइले होइन, उनको साहसले त्यो बच्चाको ज्यान बचायो। यसले एकदमै प्रष्ट पार्छ कि मानिसको असली मूल्य उसको बाहिरी रूपमा हुँदैन, बरु उसको चरित्र, उसको साहस र उसको भित्री गुणमा लुकेको हुन्छ। ल, पहिलो कथाले त समाजको चुनौतीको कुरा गर्यो। अब दोस्रो कथा अलि फरक छ। यसले सम्बन्धभित्रै आउने एउटा एकदमै अनौठो, रमाइलो तर उत्तिकै गाह्रो परिस्थितिको कुरा गर्छ। कल्पना गर्नुस् त, दुई भर्खर बिहे गरेका जोडी र उनीहरूको सुहागरातको लागि एउटै ओछ्यान। सायद विवाहको अपेक्षा र वास्तविकता बीचको फरक देखाउन योभन्दा राम्रो उदाहरण केही होला र? दुई दाजुभाइले दुई दिदीबहिनीसँग बिहे त गरे, तर उनीहरूको सुहागरातको लागि भागमा पर्यो एउटै कोठा र एउटै ओछ्यान, अनि बीचमा एउटा पातलो पर्दा। उनीहरूले थोरै भए पनि प्राइभेसी पाउन अनेकौं जुक्ति लगाए, तर हरेक प्रयास एकदमै रमाइलो तरिकाले फेल भयो। एकातिरको कुराकानीले अर्कोतिर डिस्टर्ब हुने, एउटी बहिनीले जोरले हाँच्छ्युँ गर्दा सबैको माहौल बिग्रिने, अनि त्यो छुट्याउने पर्दा पनि एक्कासी खस्ने। पानीको बोतल माग्दा पनि अर्को जोडीलाई बाधा पुग्ने। हरेक पल उनीहरूको निराशा बढ्दै गइरहेको थियो। अब जब सबै प्रयासहरू फेल भए र चारैतिर निराशा मात्रै थियो,
तब दिदीबहिनी मध्येकी एक रञ्जनाले एउटा यस्तो चलाक आइडिया निकालिन् जसले यो गाह्रो समस्यालाई एकदमै सजिलोसँग समाधान गरिदियो। रञ्जनाको योजना एकदमै सरल तर कस्तो चलाक थियो। उनले के भनिन् भने, एक जोडी कोठामा बसौँ, अर्को जोडी बाहिर आँगनमा पर्ख्यौँ, सम्मानका साथ जेठो जोडी पहिले जाओस्, त्यसपछि पालो फेरौँ। यो योजना आपसी समझदारी र सहयोगमा टिकेको थियो। उनीहरूले झगडा गरेनन्, निराश भएनन्, बरु कुराकानी गरेर एउटा यस्तो चलाक समाधान निकाले जसले दुवै जोडीको सम्मान र खुसीलाई जोगायो। अब हेर्नुहोस्, एउटा कथा गम्भीर सामाजिक मुद्दामा छ, अर्को चाहिँ एउटा रमाइलो पारिवारिक अवस्थामा। तर यी दुई फरक फरक कथाहरूले पनि हामीलाई सम्बन्ध र जीवनबारे एउटै खालको शक्तिशाली सन्देश दिन्छन्। आउनुहोस् हेरौँ ती मुख्य सन्देशहरू के हुन्। यी कथाहरूको निचोड के हो त? पहिलो कुरा, मान्छेको असली मूल्य उसको बाहिरी रूपमा होइन, चरित्रमा हुन्छ र हिम्मतले सामाजिक आलोचनालाई जित्न सकिन्छ। दोस्रो, अनौठा समस्याहरूको समाधान पनि रचनात्मक तरिकाले खोज्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, चाहे चुनौती बाहिर समाजबाट आओस् वा घरभित्रको परिस्थितिबाट, सम्बन्धमा सफल हुन कुराकानी, समझदारी र चलाखी एकदमै आवश्यक छ। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोड्दैछु। आजको यो डिजिटल जमानामा जहाँ बाहिरी रूप र छिटोभन्दा छिटो पाइने कुराहरूलाई बढी महत्त्व दिइन्छ, के हामीले यी पुराना कथाहरूबाट चरित्र, धैर्य र रचनात्मक समाधानको मूल्यबारे केही सिक्न सक्छौँ? यी कथाहरूले हामीलाई मानिस र सम्बन्धलाई हेर्ने हाम्रो अहिलेको दृष्टिकोणमाथि फेरि एकपटक सोच्न कसरी बाध्य बनाउँछन् होला? एकपटक विचार गर्नुहोला है।